बनाउने, हाम्रै झोलेलाई अगाडि बढाउने, यी सबैलाई जनतालाई ढलाउने गर्ने काम गर्नुभएको छ। किनकि यसमा धेरै हाम्रो आत्मा, हामी त अब समय गइसक्यो, अब हाम्रा अब पछि आउने छोरा नातिको पालामा देश बन्यो भने हामीलाई पनि आनन्द हुन्थ्यो, ढुक्क हुन्थ्यो, सुख हुन्थ्यो। सबै मिलेर अगाडि बढ्नु होला। देशबाट सबैले चाहिँ अब यो रासोपालाई छोड्न हुँदैन, स्वतन्त्र पार्टी एक भएर अगाडि बढ्नुपर्छ। यही नै मेरो कामना छ। हजुरको विचार धेरै धेरै सम्मान छ, धन्यवाद। आएर आफ्नो केही कुरा राख्नुभयो। कहाँदेखि हुनुहुन्छ? हजुरको घर कहाँ हो भन्नुहोस् त। म त यहाँ पोखरा, मेरो घर त यहीँ सरङकोटमा भनेर माथि सरङकोट पनि होइन, यहाँ सरङकोट भन्दा अलिकति तल यहाँ घरेलु भन्छ म बस्ती ठाउँलाई। यहाँ बिन्दाबासीमा चटपट बनाएर बेच्छु। आज छोराछोरी खाडी मुलुकमा गएर कति दुःख गर्न परेको छ। 10-15 हजारको जागिर यही नेपालमा पाएदेखि त्यो दुःख गर्न पर्ने थिएन। यही चिन्ता लाग्छ धेरै ठुलो। एकदम सही भन्नुभयो हजुरले। हामी पनि